ओके गाइज आजको चाहिँ मेरो ट्राभल ब्लगको लागि प्रयोग हुने ग्याजेट्सहरू चाहिँ यिनीहरू हुनु है। अब सुरुमा देखाम है त तपाईहरुलाई। यो चाहिँ मेरो ओएमको मोबाइल स्टेडी प्लस गिम्बल हो है। त्यसपछि एउटा सानो सेल्फी ट्राइपड, त्यसपछि यहाँ छ यो गोरिल्ला ट्राइपड, त्यसपछि यो पनि छ मसँग सेल्फी स्टिक, त्यसपछि यो क्ल्याम्प र त्यसपछि मेरो चेस्ट माउन्ट है, र त्यसपछि यो मेरो मोबाइल है त गाइस। अब सुरु गरौँ है त आजको। हेलो एन्ड नमस्ते एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल वन्स अगेन। माइसेल्फ रोबिन। आई होप यु गाइज आर फाइन। सो गाइज आज चाहिँ म तपाईहरुलाई काठमाडौँ बल्कोदेखि 8-9 किलोमिटरको डिस्टेन्समा रहेको एउटा सुन्दर गाउँ जहाँबाट चाहिँ काठमाडौँ भ्यालीको मनोरम दृश्यहरू तपाईहरुले हेर्न सक्नुहुनेछ। म आज त्यो ठाउँमा लिएर जाँदैछु है त तपाईलाई गाइज। त्यो गाउँको नाम हो बोसन। ओके गाइज, लेट्स गो। ल गाइज, अब चाहिँ हामी लाग्दैछौँ है। अब यहाँबाट चाहिँ दक्षिणतिर रहेको एउटा सुन्दर गाउँ बोसन हामी जाँदैछौँ है। अब तपाईँ चाहिँ यहाँबाट चाहिँ दाहिनेतिर जानुभयो भने चाहिँ कीर्तिपुर पुग्नुहुन्छ भने हामी चाहिँ यहाँबाट सिधै जाँदैछौँ अगाडि। यो सिजन चाहिँ हरियाली हुने सिजन हो है। अब तपाईले यो बाटोमा हेर्नु न, कति सुरिला रुखहरू चाहिँ देख्न सक्नुहुन्छ र चारैतिर हरियाली छ है। अति नै सुन्दर दृश्य देखिरहेको छ गाइज। अब चाहिँ गाइज चोभारको मञ्जुश्री पार्क आइपुग्नै लागेको छ। तर आज चाहिँ हामी मञ्जुश्री पार्क जाँदैनौँ। आज चाहिँ हामी सिधै यहाँबाट चाहिँ बोसनको यात्रातिर लागिरहेका छौँ गाइज। ल गाइज, यहाँनिर चाहिँ बाटोको अन्डर कन्स्ट्रक्सन उसमा छ है, बाटो बन्दैछ। अब यो कति बेर लाग्ने हो? खुल्यो अब खुल्छ होला सायद, भ्याइसक्यो यसले। ल यो ट्रिपर। ल गाइज, अब चाहिँ हामी अगाडि बढ्ने क्रम जारी नै छ, अगाडि जाँदैछौँ। यो हाम्रो देब्रे साइडमा चाहिँ अहिले चोभार ड्राई पोर्ट छ। योभन्दा पहिला चाहिँ यहाँ चाहिँ हिमाल सिमेन्ट फ्याक्ट्री थियो है। त्यतिखेर चाहिँ यहाँ चाहिँ चारैतिर हरियाली थियो र बिचबाट चाहिँ एउटा सानो बाटो थियो। तर अहिले चाहिँ यहाँ विकासको क्रममा चाहिँ बाटो पनि ठुलो भइसकेको छ है। अब यो चोभार ड्राई पोर्टमा चाहिँ चाइना इन्डियाबाट चाहिँ गाडीहरू चाहिँ यहाँ ल्याएर राखिने गरिन्छ है त।
गाइस अहिले चाहिँ हामी खहरे बजार आइपुगेका छौँ। अब यहाँबाट चाहिँ हामी दाहिने तर्फ लागेर चाहिँ बोसनतिर जाँदैछौँ है त गाइस। खै किन मलाई यो ठाउँमा आउँदाखेरि चाहिँ मन नै हलुङ्गा हुन्छ है। त्यही भएर म यो ठाउँमा बेला बेलामा आइरहेको हुन्छु र आज चाहिँ म स्पेसल्ली यो ठाउँमा चाहिँ म भ्लग बनाउनको लागि जाँदैछु गाइज है। अब यहाँको मनोरम दृश्य यति सुन्दर लाग्छ कि मलाई है। सायद तपाईँहरू आउनु भए पनि मन पराउनुहुन्छ यो ठाउँ। र गाइज यहाँनिर चाहिँ अलिकति बाटो अफरोड छ है, तर धेरै होइन, थोरै मात्रामा मात्र अफरोड छ। त्यसपछि यहाँदेखि माथि चाहिँ बाटो अलिकति राम्रो नै छ है, तर कुनै कुनै ठाउँमा चाहिँ बाटो अलिकति बिग्रेको अवस्था छ। तर 90% बाटो चाहिँ तपाईँ बोसन पार्क चम्पादेवी मन्दिरको पाउसम्म जाँदाखेरि चाहिँ बाटो 90% बाटो चाहिँ राम्रो छ, सुन्दर छ। फेरि हामी चाहिँ बल्ललाई चाहिँ यो बाइक फेरि भेट्नै गाह्रो हुन्छ अब चाहिँ हाम्रो नजिकै यहाँ चाहिँ भगवान गणेशको चाहिँ मन्दिर पुग्नै लागेको छ गाइस। अब एकछिन हामी दर्शन पनि गर्नेछौँ भगवान गणेशको है त गाइस। चोभारको खहरेबाट बोसनसम्मको यात्रा गर्ने क्रममा बाटोमा चाहिँ तपाईँले एउटा सुन्दर गणेशको मन्दिर भेट्न सक्नुहुन्छ, जुन मन्दिर चाहिँ एकदम शान्त वातावरणमा वरिपरि हरियाली र फुलै फुलको बगैँचाले भरिएको छ। काठमाडौँ सहरको भिड र कोलाहलले आत्तिएको बेलाको मन यहाँ आएपछि तपाईँको मन एकछिन फुरुङ्ग हुन्छ र केही समय भए पनि आत्मा र मनले शान्ति पाउँछ यहाँ चाहिँ। ल गाइज अब चाहिँ हामी अगाडि बढौँ है। अब हामी अझै माथि जान छ सायद। अब यहाँबाट 1 किलोमिटरको डिस्टेन्स पनि छैन, हामी चाहिँ बोसन पार्क र चम्पादेवी मन्दिरको पाउमा जाँदैछौँ है त गाइज। यहाँ चाहिँ बाटोको छेउछाउमा चाहिँ दिदीबहिनीहरूले चाहिँ बाटो सरसफाइ गर्नुभएको छ, उहाँहरूको लागि चाहिँ सम्मान। ल गाइस म चाहिँ अहिले बोसन चोकमा आइपुगेको छु है। तपाईँ यो बाटो जानुभयो भने चाहिँ व्हाइट हाउस ब्लू माउन्टेन पुग्न सक्नुहुन्छ भने यो बाटो जानुभयो भने बोसन गुम्बा, बोसन फुटबल चौर र यताबाट जानुभयो भने चाहिँ तपाईँ चम्पादेवी मन्दिर र बोसन पार्क जान सक्नुहुन्छ। अहिले चाहिँ हामी यो साइडतिर लाग्दैछौँ र पछि चाहिँ यो बाटोमा जानेछौँ। यहाँ माथि पुग्नेछौँ है। माथि ब्लू माउन्टेन व्हाइट हाउसमा पुगेर त्यहाँबाट चाहिँ काठमाडौँ भ्यालीको सुन्दर मनोरम दृश्य देखाउने छौँ है त गाइज। जिन्दगी चाहिँ सधैँ उस्तै दौडिरहेको जस्तो लाग्छ। हरेक बिहान उही हतार, उही थकान, उही सोचहरू र कहिलेकाहीँ लाग्छ म कहाँ जाँदैछु के। जीवनमा चाहिँ धेरै कुराहरू पर्खिए, मान्छेहरू, अवसरहरू, सही समय, तर पर्खिँदै गर्दा कतै आफूलाई नै बिर्सिएछु के। त्यसैले आज म यो बाटो र यात्रामा निस्किएको छु है त गाइज। अब चाहिँ म तपाईँहरूलाई ठाउँमा लिएर जान्छु। आजभन्दा 18-20 वर्ष अगाडि आएको ठाउँ जहाँ एउटा कुवा थियो है, यहाँ छ है त।
यो चाहिँ पुरानो कुवा हो गाइस है। म चाहिँ यहाँ आएर आजभन्दा 18-20 वर्ष अगाडि आएर एउटा फोटो पनि खिचेको छु है। तपाईहरुलाई त्यो फोटो पनि राखिदिनेछु। ल है गाइस, यो चाहिँ आजभन्दा धेरै वर्ष पुरानो कुवा यहाँ अझ पनि कुवा छ है। यो ठाउँमा चाहिँ म आजभन्दा 18 वर्ष अगाडि आउँदाखेरि पनि यहाँ कुवा थियो, तर अहिले अलिकति कुवा चाहिँ जस्ताको त्यस्तै छ लगभग। यहाँ चाहिँ बाटोहरूको विकास चाहिँ भइसकेको छ है। ल हेर्नुस्, यही कुवा है। अब चाहिँ गाइज हामी चाहिँ यहाँबाट चम्पादेवी मन्दिर पाउ र बोसन पार्क जानेछौँ है त। यी शान्त बाटाहरू, यी खुला आकाश, यहाँ म कसैको अपेक्षामा छैन। केवल आफ्नै साससँग, आफ्नै सोचसँग छु। सायद यही नै स्वतन्त्रता हो, जहाँ कसैलाई केही प्रमाणित गर्नु पर्दैन, केवल आफू भएर बाँच्न पाइन्छ। ल गाइज हेर्नुस् त कस्तो सुन्दर हरियाली हरियाली चारैतिर। हाम्रो अगाडि देखा परेको त्यो पहाडको टुप्पामा चाहिँ चम्पादेवी मन्दिरको चाहिँ शिर छ। आज चाहिँ हामी पाउमा जानेछौँ है गाइज। फाइनली गाइज हामी चाहिँ चम्पादेवी मन्दिरको पाउमा आइपुगेका छौँ है। वेलकम ब्याक टु माई च्यानल गाइज वन्स अगेन। सो अहिले चाहिँ म बोसनमा अवस्थित चम्पादेवी मन्दिर पाउमा आइपुगेको छु गाइज है। यो चाहिँ पहिला चाहिँ एकदमै पुरानो थियो, अहिले चाहिँ यसलाई चाहिँ रेनोभेसन गरेर राम्रो बनाउनु भएको छ यहाँका टोल सुधार समितिहरूले है। अब चाहिँ गाइज हामी चाहिँ बोसन पार्कतिर लाग्दैछौँ है। अब पहिला चाहिँ बोसन पार्क एकदम राम्रो थियो, अहिले चाहिँ हरियाली चाहिँ छ। माथि कस्तो छ है, बन्दैछ भन्ने सुनेको छु है। अब लागौँ है त माथि है। बाटो चाहिँ अफ रोड छ अलिअलि ठाउँमा है, अनि धेरै ठाउँमा चाहिँ बाटो राम्रै छ। यहाँ चाहिँ अलिक गाह्रो छ बाटो। यहाँ चाहिँ पिकनिक स्पट, यता माथि पनि पिकनिक स्पट बनाएको छ गाइस है। अहिले चाहिँ अलिक खतम भएछ, तर अन्डर कन्स्ट्रक्सनमा छ यो ठाउँ। यता दाहिने साइडमा चाहिँ बुद्धको प्रतिमा छ है।
जुदेहान गाइस हजुर अब त्यही त अनि अब अहिले पो अलिकति सजिलो हो पहिला त ए त्यही हजुर कति वर्ष हुनुभयो 6 सालको भनेपछि त 77 वर्ष हजुरको बाख्रा चाहिँ कतिवटा खायो ए 6 वटा गाइज अहिले चाहिँ म बोसन पार्कमा आइपुगेको छु है बोसन पार्क चाहिँ अहिले चाहिँ पुरै झाडीले भरिएको छ गाइज है अब चाहिँ म तपाईँको बोसन पार्कको चाहिँ यहाँ चाहिँ एउटा 9 ग्रहहरू हुनुहुन्छ है 9 ग्रहको चाहिँ तपाईँलाई देखाउँछु है 9 ग्रह यो चाहिँ बोसन पार्कमा अवस्थित 9 ग्रह अब हिन्दू धर्म अनुसार चाहिँ यो 9 ग्रहको विभिन्न व्याख्या छ है तर मलाई खासै आउँदैन यो व्याख्या र यहाँ चाहिँ देख्न सक्नुहुन्छ तपाईँले चाहिँ 9 ग्रह है अलिकति यहाँ चाहिँ अहिले चाहिँ त्यति सफा गरेको रहेनछ है पहिला चाहिँ एकदम सफा थियो यो पार्क तर अहिले चाहिँ पुरै झाडीले भरिएको छ है गाइस म चाहिँ अहिले 9 ग्रहको भिडियो लिँदैछु गाइस है त हेर्नुहोस् है त अब चाहिँ म तपाईँहरूलाई लिएर जाँदैछु यहाँ चाहिँ एउटा ठुलो हनुमान जीको चाहिँ मूर्ति छ है हनुमानजीले चाहिँ ठ्याक्कै उता माथि राम्रो सीताको मूर्ति छ त्यहाँ चाहिँ अगाडि फर्केर चाहिँ बस्नु भएको छ है उहाँ चाहिँ हनुमानजी जय बजरंग बली गाइस यो चाहिँ काठमाडौँ भ्याली है यहाँबाट चाहिँ तपाईँको आकाश खुलेको दिनमा चाहिँ गौरी शङ्कर लाङटाङ र गणेश हिमाल चाहिँ प्रष्ट देखिन्छ तर अहिले चाहिँ आकाश नखुलेको भएर केही पनि देखिएको छैन गाइस ल हेर्नुहोस् कति सुन्दर दृश्य यहाँ देखिने दृश्य नै बवाल के गाइस म नै आनन्द भइरह यहाँ बस्दाखेरि यहाँको ब्याकग्राउन्डको चराहरूको किराहरूको आवाज है त्यही माथि चिसो हावा शीतल है बवाल फिलिङ भइरह गाइस अनि गाइस यहाँबाट चाहिँ तपाईँको चम्पादेवी हाइकिङ ट्रेल पनि स्टार्ट हुन्छ यो ठाउँबाट है बोसनको चम्पादेवी पाउबाट चाहिँ तपाईँको पश्चिमतर्फ लाग्यो भने माथि पहाड चढेर चाहिँ जानुभयो भने माथि टपमा चाहिँ चम्पादेवी मन्दिरको शिर चम्पादेवी हाइकिङ ट्रेल चाहिँ यहाँबाट सुरु हुन्छ गाइस है तर म चाहिँ आज जाँदिनँ कुनै दिन तपाईँलाई चाहिँ यो ट्रेलमा चाहिँ म लिएर जाँदैछु सक्दो चाँडो है आज चाहिँ म तपाईँहरूलाई चाहिँ यही बोसन काठमाडौँ उपत्यकाको दक्षिणकाली नगरपालिका पहिलाको चालनाखेल गाविसको बोसनमा अवस्थित
यो सुन्दर पार्कमा मैले लिएर आएको छु गाइस। तपाईहरुलाई चाहिँ है हेर्न सक्नुहुन्छ चारैतिर जंगल जंगल छ है। अति नै सुन्दर अनि कान पनि आनन्द फिल भइरहेछ गाइस है। यहाँ बस्दाखेरि यो पछाडीको ब्याकग्राउन्डको आवाजहरुले गाइस है। अहिले चाहिँ यो पार्क चाहिँ निर्माणाधीन अवस्थामा छ। अब चाहिँ मैले तपाईलाई यहाँ चाहिँ जय शिव शंकर पार्वती गणेशको मूर्ति यहाँ देख्न सक्नुहुन्छ। अब एकछिनपछि तपाईहरुलाई चाहिँ म त्यो माथिको व्हाइट हाउस ब्लू माउन्टेन हो यो ठाउँमा लिएर जाने छु है त गाइज। एकछिनपछि गाइस अब चाहिँ म यो बोसन पार्कको यो चम्पादेवी हाइकिङ ट्रेलको चाहिँ जुन तपाईहरुलाई देखाएँ त्यसको लागि चाहिँ तपाई यो बाटो भएर जान सक्नुहुन्छ यताबाट है। र तपाईको त्यसको लागि चाहिँ चम्पादेवी मन्दिरको चाहिँ शिरमा जानको लागि चाहिँ तपाईहरु चाहिँ त्यही हाइकिङ ट्रायल रुट चाहिँ युज गरेर जान सक्नुहुन्छ। त्यो माथि सबभन्दा टपमा चाहिँ चम्पादेवी मन्दिर शिर। हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। सो गाइज म चाहिँ आज बोसनमा अवस्थित ब्लू माउन्टेन व्हाइट हाउसको टपमा आएको छु है। तपाईले हेर्न सक्नुहुन्छ काठमाडौँ भ्यालीको चाहिँ ल्यान्डस्केप चाहिँ। प्याराग्लाइडिङ गर्यो भने त भाइ काठमाडौँ एरिया पुरै घुम्न मिल्दो रहेछ त अनि हो नि। हेलो गाइज अब चाहिँ हाम्रो लगभग बोसनको यात्रा चाहिँ सकिन लागेको छ गाइज। अहिले चाहिँ हामी व्हाइट हाउस ब्लू माउन्टेनमा छौँ है। मसँग चाहिँ हाम्रो अनिल भाइ हुनुहुन्छ है यहाँ। अब मसँग आजको ट्राभल पार्टनर अनिल भाइ है। केही भन्नु छ भाइ? अब भन्न त के भन्ने, व्हाइट हाउसमा आउनु होला तपाईहरुले हैन घुम्नलाई। कतिजना आउनु भएको छ होला, कतिजना आउनु भएको छैन होला। एकदम बबाल ठाउँ छ है, बबाल ठाउँ। काठमाडौँ भ्याली पुरै देखेको रहेछ घुम्नलाई एकदम आनन्द लाग्ने ठाउँ हैन। आहा मनै शान्त हुने क्या।
ओके गाइज, आजको भिडियो चाहिँ यहीँ टुङ्ग्याउने अनुमति माग्दै आजलाई तपाईँहरूबाट बिदा हुँदै फेरि अर्को भिडियोमा अर्को नयाँ ठाउँमा फेरि तपाईँहरूलाई लिएर जाने बाचासहित आजलाई बिदा हुन्छु। शुभ दिन, शुभ जीवन।